भनेको सिकारी पनि अगाडि बढ्ने क्रममा रहेको छ, फ्र्याग पनि अगाडि बढ्दै गरेको चाहिँ देख्न सक्छौँ भनेदेखि असम्भवको कुरा रहेको छ। हाम्रो आच्यो भनेदेखि पक्कै पनि फिनिस अफै हुने रहेको चाहिँ मैले देख्न सक्छु भनेदेखि हाम्रो बी एजको चिन्स र भनेदेखि फ्र्यागलाई स्पोर्ट गरिने पो हो कि उसलाई त्यहाँ कोही छ भन्ने त उसले थाहा पाइसक्यो, तर पनि यहाँनिर 19 को स्लट नम्बर 13 एन्ड हाम्रो स्लट नम्बर 19 को चिन्जहरू नि 1v1 को ब्याटल परिने हो कि त्यहाँनिर भनेको, तर फ्र्याग हेज बिन टेकन डाउन। निकै नै मिठो तरिकाले हाम्रो यहाँनिर रेड जोकोले डाउन गर्न सफल त भएको थियो यहाँनिर निकै नै मिठो तरिकाले भनेदेखि हाम्रो जिजीको बी चिन्जहरूलाई पनि फिनिस अप गरी लबीतर्फ पठाइ हाम्रो बिएजीको चिन्सद्वारा भनेदेखि किल प्राप्त गर्दै अगाडि बढिरहेको चाहिँ मैले देख्न सक्छु भनेदेखि हाम्रो बुमसर त्यहाँनिर बमसर भनेदेखि बमको तरिकाले अगाडि पछाडि हेर्दै गरेको छ भनेदेखि यहाँनिर सबैजना 4 टिम्सहरू देख्न सक्छौँ। 4 टिम्सहरू नै 1/1 रहेको छ, सबैजना लाइक स्लोमा रहेको छ भनेदेखि निकै नै मिठो तरिकाले पक्कै पनि 1v1 को ब्याटलहरू ह्यान्डल गर्नुपर्ने हुनेछ। सो 4 टिम्समा 4 प्लेयर रहेको छ भनेदेखि लेट्स सी के कस्तो गर्छ। चारैजना स्लो सिस्टममा रहेको छ भनेदेखि निकै नै मिठो तरिकाले हाम्रो अगाडि बढ्नुपर्ने हुन्छ। हाम्रो जिजीद्वारा भनेदेखि हाम्रो बुमसर रहेको छ भने हाम्रो बिएसजीद्वारा भनेदेखि हाम्रो रेड चोको रहेको छ भनेदेखि हाम्रो 18 को टिमद्वारा भनेदेखि बेबे रहेको छ के हो बेबे रहेको छ भनेदेखि हाम्रो यहाँनिर युडब्ल्युजीको चिन्सद्वारा भनेदेखि हाम्रो निन्जा रहेको छ। सो चारवटा 4 टिम्सहरू भन्न सक्छु, तर 4 प्लेयर रहेको छ भनेदेखि जोन पनि निकै नै सानो भइसकेको छ। लेट्स सी कुन टिम्सले द्वारा भनेदेखि कुन प्लेयरले भनेदेखि पक्कै नै चिकन डिनर भनेदेखि प्राप्त गर्नेछ त लेट्स सी है त पक्कै पनि हेर्नुपर्ने हुन्छ। नसकिने गरी यहाँनिर पक्कै पनि गाह्रो अवस्था त हाम्रो यतातिर निन्जालाई पनि देख्न सक्छौँ, यतातिर हाम्रो 18 को टिमलाई नि देख्न सक्छौँ नि रेड जोकोलाई पनि देख्न सक्छौँ। माथितिर हाम्रो बुम भनेदेखि हल्का जोनमा नै रहेको चाहिँ मैले देख्न पाएको छ भनेदेखि लेट्स सी, तर पनि भन्न सकिँदैन यहाँबाट के कस्तो प्रस्तुतिहरू जानेछ मात्र भनेको थियो। हाम्रो 18 को बेबेद्वारा पो जाने पो हो कि खाने पो हो कि जस्तो लाग्छ मलाई रेड जोकोलाई, तर नि भन्न सकिँदैन। यहाँनिर 18 को चिन्स भनेदेखि आफूलाई हिलअप गर्दै बसिएको देख्न सक्छौँ। उता अगाडि सरिएको भए के हुन्थ्यो कि यहाँ भनेदेखि हाम्रो जोनले नै जाने सम्भावना जति चाहिँ म देख्न सक्छु, तर हाम्रो 18 को चिन्स फाइनली यहाँबाट भनेदेखि किल पनि दिएन भनेदेखि आफूले पनि चिकन पनि खाएन। सो यही नै जोनमा नै बसिएर मरिएको छ भनेदेखि हामीसँग अब बाँकी रह्यो 3 टिम्सहरू। सो हाम्रो बाँकी रह्यो 3 टिम्सहरू भनेदेखि हाम्रो युडब्ल्युजीको टिम्सहरूबाट निन्जा सुतुवा क्रममा रहेको छ भनेदेखि हाम्रो रेड जोको यहाँनिर सुतुवा क्रममा दियो यहाँनिर। सो यहाँनिर बुमसर अब भनेदेखि त्यो टिम्सहरू बदल रहेको थियो भने बुम भर्सेस हाम्रो रेड जोकर बिएसडी भर्सेस हाम्रो जिजी। सो लेट्स सी 1v1 को ब्याटल रहेको थियो मात्र भनेको फाइनली यहाँबाट भनेदेखि जिजी तरिकाले भनेदेखि आजको लास्ट म्याचको लास्ट चिकन डिनर पनि निकै नै मिठो तरिकाले 6/8 एलिमिनेसनको साथमा भनेदेखि जिजीको ए टिम्सद्वारा भनेदेखि मिठो लभली चिकन डिनर देखाएर लभली चिकन डिनर भन्दै आजको लागि भनेदेखि बाई बाई टाटा पनि गर्ने टाइम पनि भइसकेको छ। लेट मी टेक अ स्क्रिनसट फर्स्ट एन्ड देन अलिकति बोल्नेछु, त्यसपछि बाई बाई टाटा गर्नेछु है त। हस् त।